यहाँ दाइले टिपिरहनु भएको छ टक्क यसरी गीत बजाएर गीतको तालमा सेवाङ लामो गीत बजाएर ल हेर्नुहोस्। अब यतातिर चाहिँ भराइएका जगहरू यसरी जग भराउने कम गरेर पारीसम्म देखाएँ मैले। यसरी यहाँ चाहिँ दिदी टिप्दै हुनुहुन्छ। चर्को घाममा यसरी टोपी लाएर मुख छोपेर फेरि पसेर टिप्नु भएको छ उहाँले। भिडियो पनि बनाइयो, खाइयो पनि, टिपियो पनि, पैसा पनि कमाइयो। यस आनन्द भयो आजको काम। नमस्कार अनि स्वागत छ सबैलाई यस मेरो अफिसियल युट्युब च्यानलमा। हिजोको दिनमा जुन भिडियोहरू मैले पोस्ट गर्दै आएको थिएँ यस युट्युब च्यानलमा ती भिडियोहरू भन्दा आज अलिक फरक भिडियो लिएर आएको छु। जुन भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुला। हिजो शनिबार मैले मार्केटमा गएर यही मृत्युलो अर्थात् बुढीबुढी बेचेको थिएँ। आज आइतबार बिदाको दिन नजिकै टिप्ने रहेछ अनि साथीहरूले जाम भनेर सोही मृत्युलो अर्थात् बुढीबुढी म टिप्न गएको थिएँ। जुन भिडियो मैले आज बनाएको छु त्यो भिडियो तपाईँलाई देखाउन गइरहेको छु। मलाई एक किसिमको मनमा कौतूहल त थियो। यसको डाँडा त हाम्रो नेपालको चौतारी जस्तै हुने रहेछ, तर यसको बोट चाहिँ कस्तो हुन्छ होला भने मनमा एक किसिमको कौतूहल त थियो मलाई। त्यो कौतूहल पनि मिट्यो आज। भिडियो निकै आकर्षक छ। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोस् है। काम यसरी सुरु हुने रहेछ। हेर्नुहोस् तक कहाँसम्म जगहरू बोकेर बारीमा जाने अनि देखिरहेको काला काला दानाहरू टिप्ने। हेर्नुहोस् काँसाभरि जगहरू अनि उता साथीहरूले टिपिएको दृश्य हेर्नुहोस्। चौतर्फी बिहानको घाम भर्खर लागिरहेको छ। यतातिर म टिपिरहेको छु। ल घाम छ। बिहानैदेखि पुल्न लाग्यो घामले। यहाँ छ। अब उतातिर टिपिरहेको साथीहरू देखाउँछु म। यहाँ दाइले टिपिरहनु भएको छ टक्क यसरी गीत बजाएर एकदमै आनन्द गीतको तालमा सेवाङ लामो गीत बजाएर ल हेर्नुहोस्। अब यतातिर चाहिँ अर्को साथी हुनुहुन्छ। यसरी टिपिरहनु भएको छ घोडा टेकेर। बोट सानो सानो हुन्छ नि त्यसरी नै घोडा टेक्नुपर्छ तल तल टिप्नको लागि। आनन्द बस्ने उठ्ने जेल छ है टिपाइ। ल हेर्नुहोस् भराइएका जगहरू यसरी जग भराउने। घन्टामा 7वटा जग भराउनु पर्छ। यस्तै यस्तै जग भराउने अनि काँसामा राख्ने अनि यसरी काँसामा राख्ने अनि लान्छ है। टिप्ने खाने। नेपालमा हाम्रोतिर यसलाई चौतारी भन्छ। तपाईँहरूतिर के भन्छ कमेन्ट गर्नु होला। चोत्रा भन्छ तर बोट चाहिँ फरक छ। भर्खर भर्खर पाक्न लागेको छ। यो पहिलो टिपाइ हो। कोही पाकेको छ कोही पाकेको छैन। यो चाहिँ दिउँसो टिप्दै गर्दाको भिडियो। यतातिर चाहिँ अर्की दिदी हुनुहुन्छ। यसरी यस्तो टिप्नुपर्छ। हेर्नुहोस् यो एकदम पाकेर कालो कालो भएछ नि। यस्तो यस्तो पाकेको दाना मात्र टिप्नु पर्ने रहेछ। हरियो नटिप्ने। हरियो टिपेपछि हेर्नुहोस् यहाँ परसम्म जुम गरेर देखाउँछु। यसो टिपेर टोलीहरूले म एकदम ओरो छु। हेर्नुहोस् जुम गरेर पारीसम्म देखाएँ मैले। यसरी यहाँ चाहिँ दिदी टिप्दै हुनुहुन्छ। टक्क मुख छोपेर घाम छक्रेको चर्को घाम छ। चर्को घाममा यसरी टोपी लाएर मुख छोपेर हेर्नुहोस् यति फिल ओरदेखि परसम्म ठुलो फिल छ। हेर्नुहोस् यतातिर फेरि पनि देखाउँछु म। अहिले चाहिँ फेरि पसेर टिप्नु भएको छ उहाँले। भिडियो पनि बनाइयो,
खाइयो पनि टिपियो पनि पैसा पनि कमाइयो। यस आनन्द भयो आजको काम। यसरी बेर कम्मरमा रस्सी बार्ने अनि 3वटा जग राख्ने, एउटामा नपाकेको दुईटामा पाकेको राख्ने, यसरी टिप्ने। टिपिरहनुपर्छ दिदीले। तपाईँहरूले म यो बुट्टा अनि दानाहरू बिस्तारै देखाउँछु है, एकदम स्लो मोसनमा हेर्नुहोस् ल। धेरै पाक्न बाँकी छ भने थोरै पाकेका छन्, यही थोरै पाकेकाहरू छान्दै टिप्ने हो, नपाकेकाहरू चाहिँ छुन भएन। काला काला दानाहरू मात्र टिप्ने। अधिकांश चाहिँ नपाकेका छन्, नपाकेका झार्न पनि भएन, एकदम बिस्तारै टिप्नु पर्यो। एकदमै स्लो मोसनमा देखाइरहेको छु म। ल हेर्नुहोस्, यहाँ चाहिँ यसरी टिप्दा टिप्दै यहाँ भुइँमा पुग्नु भएछ। एकजना दिदीले घर लाने भनेर टिप्नु भएछ टोपीमा। नेपाली दिदी चाहिँ हुनुहुन्छ। दिनभरि टिपेका केही भिडियोहरू क्लिप्सहरू तपाईँहरूले मैले देखाएँ। अब भने घर जाने बेला भयो। म भिडियो बनाउँदै बाहिर निस्किएको छु। सबै अगाडि गइसकेका छन्। ल हेर्नुहोस्, यसरी गाडी छ, यो गाडीमा लोड गरिरहेछ। सबै जगमा राखेका यी सबै काँसामा राखेर, प्रत्येक जगहरू काँसामा राखेर गाडीमा लोड गरिरहेछ। ल हेर्नुहोस्, टिप्न आएका मान्छेहरूको सङ्ख्या अत्याधिक छ है। सबै एकदम घाम छ क्यारे, सबैले टोपी लगाएर आएका छन्। यसमा केही नेपालीहरू छन् भने केही इन्डियनहरू, पाकिस्तानीहरू, हाम्रो विशेष गरेर हाम्रो एसिया कन्ट्रीका मान्छेहरू छन् यहाँ। ल हेर्नुहोस्, दिदीबहिनीहरू पनि हुनुहुन्छ। अत्याधिक सङ्ख्या छ है। पछाडि पनि आउँदै हुन्छ, अगाडि। एउटा चाहिँ पाकेको यो साइडको भिडियो तपाईँलाई मैले देखाउँछु। साइडमा पछाडि आउँदै हुनुहुन्छ, म चाहिँ यता अगाडि आएको छु। र फाइनली मृत्युलो अर्थात् बलिउडीको भिडियो चाहिँ यही अन्तिम भएको घोषणा गर्न चाहन्छु। दिनभरि खाइयो टिपियो, रमाइलो गरियो, एउटा न्यू एक्सपिरियन्स भयो यो ठाउँमा गएर। र तपाईँहरूलाई भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। आज तपाईँहरूले पनि देखाउन पाएँ अलिक फरक किसिमको भिडियो। मैले काम गर्ने ठाउँभन्दा अलिक फरक ठाउँमा गएर यसरी नयाँ कामको अनुभव गर्न पाएँ मैले, र तपाईँहरूलाई पनि अलिक फरक भिडियो देखाउन पाएँ। र मेरो युट्युब च्यानलमा यसरी भिडियो अपलोड गरेन मैले, अलिक कम गर्छु, अलिक फरक किसिमको गर्छु। जुन विगतका भिडियोहरू छन् तपाईँहरूले हेर्नुभएको छैन भने ती भिडियोहरू पनि हेर्नको लागि अनुरोध गर्दै म बिराउन जान्छु। हस्त, धन्यवाद, बाइ बाइ।